गरिएको जुन चाहिँ त्यहाँ अवस्था छ जङ्गलमा यो सामान्य छैन। यो विष खुवाएको हो र विष खाएर मरेको हो भन्ने पनि छैन, फाँसी लागेर मरेको हो भन्ने पनि छैन। यहाँ चाहिँ तपाईँको चाहिँ फाँसी लागेको मान्छेको जिउमा चोटपटक हुँदैन, विष खाएर मरेको मान्छेको जिउमा चोटपटक हुँदैन, नली खुट्टामा चोटपटक छैन, नली खुट्टादेखि माथि काहीँ हेरिसक्नु अवस्था छैन र नाङ्गो भएर नाङ्गो बनाइएर उहाँलाई मारिएको छ भने जिउमा शरीरमा चोटहरू धेरै छन् र हामीले पनि ती व्यक्तिहरूको अनुहार हेर्न पाउने छौँ भनेर पनि म मात्रै होइन, म जस्ता अनगिन्ती व्यक्तिहरूले त्यो आशा र भरोसा चाहिँ गरिराख्नु भएको छ। प्रहरीले खानतलासी गरो लास्टमा गएर त्यो मान्छे जब भागेर अब म नेपाल जान्छु भनेर चाहिँ उसलाई त्रास भइसकेको थियो, वो प्रहरी प्रशासनले चाहिँ ठ्याक्कसँगले एयरपोर्टमा पक्रिने सिस्टम बनाएर नेपाल आउने एउटा ठ्याक्क एयरपोर्टमा पक्रियो, लगेर काटिदियो। यस्ता विवश हत्याका चाहिँ सङ्ख्याहरू बढ्दै गइरहेको अवस्था छ। यसमा राज्यलाई र सुरक्षा निकायलाई पनि एउटा चुनौतीपूर्ण भइरहेको अवस्था हामीले महसुस गरेका छौँ। चेलीलाई मारिएको छ नि, त्यही ठाउँमा लगेर कसरी मारिएको थियो, कहाँ दाग थिए, कहाँ नीलडाम थिए, त्यही नीलडाम त्यही आधारमा कतिवटा थिए, त्यस्तै तरिकाले उहाँलाई पनि मारिदिनुपर्छ। दर्शकवृन्द, धरान 6 पानबारी जाने बाटो 5 कन्या जङ्गलमा, जहाँ लिम्बू चौरी पनि नजिकै रहेको छ। उक्त जङ्गलमा एउटा 32 वर्षीय युवतीको विवश हत्या गरेर अर्धनग्न अवस्थामा जङ्गलमा बेवारिसे लास भेटेका थिए। घाँस दाउरा गर्ने गोठालाहरूले भेटेका थिए। उक्त लास भेटेको 4 दिनपछि बल्ल बतन थर खुलेको छ र आफन्त पत्ता लागेको छ र उसको वासस्थान पत्ता लागेको छ। वासस्थानको कुरा गर्नुपर्दाखेरि इटोरी 2 हलगडा स्वर्गद्वारी मार्गमा उहाँको कोठा डेरा रहेको छ भने आफ्नो सानो नवबालक छोरालाई पठन पाठन गराउँदै बसिरहेको भन्ने कुरा पत्ता लागेको छ र उहाँको श्रीमान चाहिँ कोरियामा रोजगारको लागि काम गरिरहनु भएको छ। त अहिले प्रारम्भिक अनुसन्धानमा रहेको यो विवश हत्याबारे सुन्नमा आएको छ, समाचारमा आएको छ। आफ्नै देवर र देउरानी र 2 जना थप सहयोगी गरी 4 जना चाहिँ शङ्काको घेरामा परेको छ र प्रारम्भिक अनुसन्धानमा रहेको छ। उक्त घटनाको बारेमा नजिकबाट नियाल्ने हाम्रो एकजना युवा अभियन्ता स्वतन्त्र नागरिक समाजसँग सम्बद्ध रहेर एकजना समाजसेवी हुनुहुन्छ लिलबहादुर पुलाथोकी। हामीले धेरै पटक उहाँसँग कुराकानी गरिसकेका छौँ। पुनः स्वागत छ लिलजी। धन्यवाद। सन्चै हुनुहुन्छ? हजुर, सन्चै भन्नुपर्छ। जस्तो आज यो यही हप्ता जुन एउटा विवश हत्या भयो एउटा महिलामाथि, अब खास तपाईँले नजिकबाट के कुराहरू यसको वास्तविक यथार्थ घटनाको बारेमा बुझ्नुभएको छ? यो घटनाको बारेमा चाहिँ मैले बुझेअनुसार र विभिन्न विषयहरूमा छलफल भएअनुसार र हिजो पनि धरान इलाकामा हामी निकै लामो समयसम्म छलफल गऱ्यौँ, अस्ति पनि निकै लामो समयसम्म छलफल गऱ्यौँ। यो छलफल गर्ने क्रममा र घटनाको अवस्था हेर्दाखेरि एउटा कुरो के छ भनेदेखि नेपालमा यो घटना एउटा उदाहरण भइरहेको छ, तर नेपालमा पछिल्लो चरणमा गएर यस्ता विवश हत्याका चाहिँ सङ्ख्याहरू बढ्दै गइरहेको अवस्था छ। यसमा राज्यलाई र सुरक्षा निकायलाई पनि एउटा चुनौतीपूर्ण भइरहेको अवस्था हामीले महसुस गरेका छौँ। अब आम नेपाली जनता हेर्दै गर्दाखेरि अर्को कुरा म के भन्न चाहन्छु भने जुन यो चेली अथवा यो छोरी मान्छेलाई चाहिँ विवश हत्या गरियो, यो घटना मामुली छैन। यो हत्या गरिएको जुन चाहिँ त्यहाँ अवस्था छ जङ्गलमा यो सामान्य छैन। यो विष खुवाएको हो र विष खाएर मरेको हो भन्ने पनि छैन, फाँसी लागेर मरेको हो भन्ने पनि छैन। यहाँ चाहिँ तपाईँको चाहिँ फाँसी लागेको मान्छेको जिउमा चोटपटक हुँदैन, विष खाएर मरेको मान्छेको जिउमा चोटपटक हुँदैन, नली खुट्टामा चोटपटक छैन, नली खुट्टादेखि माथि काहीँ हेरिसक्नु अवस्था छैन र नाङ्गो भएर नाङ्गो बनाइएर उहाँलाई मारिएको छ भने जिउमा शरीरमा चोटहरू धेरै छन्। र सुन्नमा यहाँ आएको पनि के छ भनेदेखि त्यहाँ सफारी चालकहरू अथवा चाहिँ गाडीहरू चाहिँ ओहोरदोहोर गर्दै गर्दाखेरि
जङ्गलमा भिडन्त भइराखेको थियो अरे भन्ने खालको कुराहरू पनि धेरै आइराखेको छ। त्यस्तो आवाज आइराखेको छ। एउटा कुरो त्यो छ। अर्को कुरो के छ भनेदेखि जहाँसुकै जेसुकै होस् यो विषयलाई कहीँबाट पनि कसैले पनि लुकाइनु हुँदैन। जोसुकै होस्, मेरो पनि आफ्नै नातेनाला परोस्, नातेदार परोस्, आफ्नै चाहिँ वंशहरू परोस् अथवा चाहिँ जोसुकै परोस्, छिमेकी परोस्, जोसुकै परोस्, यो घटनाको विषयमा चाहिँ मैले भन्नुपर्दा र मैले चाहिँ राज्यसँग चाहिँ माग गर्नुपर्दा चाहिँ म के भन्न चाहन्छु भनेदेखि आउँदा दिनमा यस्ता घटना नघट्ने तरिकाले कानुनी दायरामा ल्याएर कारबाही गर्नु पर्यो र यो व्यक्तिले चाहिँ घटना घटाएको रहेछ, यो व्यक्ति चाहिँ संलग्न भएको रहेछ भनेर चाहिँ सुरक्षा निकायले, नेपालको कानुनले र नेपालको संविधानले अथवा चाहिँ सुरक्षा निकायले चाहिँ त्यो व्यक्तिलाई सार्वजनिक गरियोस्। आउँदा दिनमा यो व्यक्ति चाहिँ अपराधिक क्रियाकलापमा चाहिँ संलग्न रहेछ है, होस् गर्नु होला भन्ने चाहिँ अवस्था चाहिँ जनताले पनि बुझुन्, आफन्तले बुझुन्, दाजुभाइले बुझुन्। त्यसले गर्दाखेरि हामीलाई आशा र भरोसा छ धरान इलाकाले चाँडोभन्दा चाँडो ती व्यक्तिहरू सार्वजनिक गर्नुहुनेछ र हामीले पनि ती व्यक्तिहरूको अनुहार हेर्न पाउने छौँ भनेर पनि म मात्रै होइन, म जस्ता अनगिन्ती व्यक्तिहरूले त्यो आशा र भरोसा चाहिँ गरिराख्नु भएको छ। एकदमै न्यायप्रेमी जनताहरूले सधैँ यसरी जो एउटा महिला होइन जो हामीले त्यहाँ छरछिमेकमा सुन्यौँ, हुन त त्यहाँ जहाँनिर उहाँ बस्नुहुन्थ्यो उहाँको वासस्थान, उहाँ बस्ने कोठासम्म हामी पुग्यौँ। त्यहाँको घरबेटी पनि बोल्न मानेनन्, त्यहाँको छरछिमेक पनि बोल्न मानेनन्। एउटा कुरा चाहिँ के छ भने यहाँहरूलाई म यहाँबाट के अवगत गराउँछु, के अनुरोध गर्छु भने कुनै पनि अपराध, कुनै पनि घटनालाई लुकाउनु हुँदैन, त्यसलाई दबाउनु हुँदैन। जति दबाएर गयो त्यति बढेर जान्छ। हामीले यो सूचना अगाडि ल्याइसकेपछि, हामीले जस्ताको जानकारी गराइसकेपछि बरु यो न्यूनीकरण हुन्छ नि त। मान्छे सचेत हुन्छ हुँदैन भन्दा होइन, यहाँ सुन्नुहोस्, मान्छेलाई घटनाको बारेमा जानकारी दिँदाखेरि सचेत पनि हुन्छ। अर्को कुरो के हुन्छ भनेदेखि मेरा पनि दिदीबहिनी छन्, मेरा पनि छोराछोरी छन्। आज यो कानुनी दायरामा त्यो व्यक्तिलाई ल्याउन पाइएन भनेदेखि अर्को मान्छेले फलानुले चाहिँ फलानु ठाउँमा यसरी घटना घटाउँदाखेरि त राज्यले केही गर्न सकेन, पुलिस प्रशासनले केही गर्न सकेन, फेरि यो माहौल चाहिँ यो जनसङ्ख्या बढ्दै जान्छ, मनोबल बढ्दै जान्छ। अपराधिक गतिविधि गर्ने व्यक्तिहरूको मनोबल बढ्दै जान्छ। यो मनोबल बढाउने कार्यक्रम र गतिविधि चाहिँ हामी कसैले पनि गराउनु पनि हुँदैन। र अर्को कुरा के चाहिँ यहाँ जोडिएको छ भन्नुहुन्छ भनेदेखि एउटा भाडामा बसेको नारी, एउटा सोझो नारीलाई चाहिँ त्यसरी विवश हत्या गर्दै गर्दाखेरि आज यहाँ यो समाज, यो राष्ट्र, यो परिवार जुन खालको चाहिँ एउटा चाहिँ शोकाकुल अवस्थामा लाग्नुपर्ने हो, जुन शोकाकुल अवस्थामा बस्नुपर्ने हो, त्यहाँ बस्न सकेको छैन। आज यहाँ सुन्नुहोस्, जुनसुकै होइन, म एउटा कुरा भनिहाल्छु, जुनसुकै चिजलाई जति लुकाइन्छ, जति त्यसलाई भित्र राखिन्छ नि, त्यति त्यो विस्फोट हुँदाखेरि त्यसले एउटा सहर मात्रै होइन, एउटा न्यायालय मात्रै होइन, एउटा राष्ट्रमा रहेका न्यायालयदेखि लिएर हरेक चिजहरूलाई चाहिँ त्यसले चाहिँ सखा बनाइदिन्छ, आगो लगाएर। एउटा कुरो खरानी बनाउँछ। एउटा ग्यासको सिलिन्डर कति भित्र चाहिँ त्यसलाई चाहिँ ग्यास राखिएको हुन्छ, त्यो ग्यासको सिलिन्डर विस्फोट भइसकेपछि त्यसले के गर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यो एउटा कुरा कि नेपालको संविधानले प्रतियोजन गरेको, व्यवस्था गरेको कुनै पनि घटनाको बारेमा, अन्यायको बारेमा बोल्न, उजुरी गर्न त यो त नैसर्गिक अधिकार हो नि। यहाँनिर अब यहाँ रिपोर्टिङ गर्न पनि होइन, प्रहरीहरूले पनि अलिकति रिपोर्टिङ नगरिदिनुहोस् भन्ने खालको। अनि जो आफन्त, जो मृतकको दाइसँग हामीले केही कुरा यथार्थ भनिदिनुहोस् भन्दाखेरि उहाँ बोल्न तयार हुनुभयो, तर उहाँको आफन्त भेनाजु पर्नेले आएर फेरि रोक्नुभयो। त यो अचम्म लाग्छ कि जुन घटना घटिरहेको छ, जुन मरेर गयो मृतकले, तडपाई मारिएको हामीले त ठहर्न देख्न सक्छौँ नि त। भोलि कोर्टले, अदालतले फैसला गर्ने कुरा हो, तर हाम्रो आँखाले देखेको कुरा पनि त, त्यो कुरा पनि त केही हामी मूल्याङ्कन होइन, मूल्याङ्कन मात्रै होइन, ठहर्न सकिने कुरा हो कि होइन। यसमा मेरो यो छ, यसमा मेरो के छ भने यसमा मेरो आपत्ति पनि छ, सहमति पनि छ, विमति पनि छ।
म के भन्न चाहन्छु भने हिजो आपत पर्दाखेरि त्यो लास आपत पर्दाखेरि विपद पर्दाखेरि कसको हो भनेर खानतलासी गर्दाखेरि हामीले सामाजिक सञ्जाल प्रयोग गर्यौँ, मिडिया प्रयोग भयो, सामाजिक सञ्जाल फेसबुकहरू प्रयोग भयो। आज यथार्थ विषय बाहिर ल्याउने विषयमा फलानुले चाहिँ यति प्रमाण रहेछ, फलानुसँग यति कुरा रहेछ, फलानुसँग यस्तो रहेछ, यहाँ यस्तो रहेछ भनेर बोल्नको लागि चाहिँ बन्देज लगाइन्छ भनेदेखि के मिडिया पनि कसैको फाइदाको लागि एउटा हतियार बनेको हो? यो मिडिया पनि कसैको लागि चाहिँ स्वार्थ भावना लिएर स्वार्थ पुरा गर्नको लागि हिँडेको क्षेत्र हो यो। त्यसले गर्दाखेरि मिडियाका साथीभाइज्यूहरूलाई, मिडिया कर्मीज्यूहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भने जस्तो सुकै चुनौती अवस्था आए पनि तपाईँहरूले सत्यलाई पनि सत्य भनिदिनुहोस्, असत्यलाई पनि असत्य भनिदिनुहोस्, जस्ताको तस्तै बाहिर ल्याइदिनुहोस्। कुनै पनि चिजहरू यहाँ लुक्न पनि पाउँदैन। जब मिडियासँग यी विषयहरू चाहिँ सम्पर्कमा आएनन् भने कसरी यो विषयले प्राथमिकता पाउँछ एउटा कुरा त्यो। अर्को मैले एक्जाम्पलको लागि मात्रै भन्दैछु। अर्को कुरो हिजो मिडियाद्वारा चाहिँ त्यो विषय चाहिँ त्यो छोरी मान्छेको केस चाहिँ बाहिर ल्याएको हुँदैन थियो, नाङ्गो चाहिँ फगत नाङ्गो चाहिँ त्यो मारिएको विषय बाहिर ल्याएको हुँदैन थियो भने आज दुई पक्षका मान्छे कसरी भेला हुन्थे? चिठी प्रयोग गरेको भएदेखि आज बस्ती बस्तीमा चाहिँ चिठी पुर्याएको भएदेखि त्यो चिठीको आधारबाट यो केस कहिले पत्ता लाग्थ्यो? लाग्दैन नि, वर्षौं लाग्थ्यो, नलाग्न पनि सक्थ्यो। होइन सोसियल मिडियामा नआएको भए र मिडियाले त्यो सम्प्रेषण नगरेको भएदेखि लास्ट त ती माटोमा मिल्नेवाला थियो नि, मिल्नेवाला थियो भने मिल्थ्यो। अनि कसरी यो चाहिँ घटनाको अनुसन्धान अब त्यो अपराधी त भागेर कहाँ पुग्थ्यो? आनन्दले छाती फुलाएर शिर ठाडो गरेर हिँड्थ्यो होला, लास चाहिँ कुहेर माटो भएर जान्थ्यो भने यहाँ नेपाली जनताहरूको मानसिकता चाहिँ अलिकति र कानुनलाई जो पुलिस प्रशासनलाई अलिकति हामी अनुरोध गर्छौँ कि तपाईँहरूको मानसिकता अलिकति परिवर्तन गर्नुहोस् है। लिखित कानुन आफ्नो ठाउँमा छ, तर व्यवहारिक पाटो र समसामूहिक होइन परिवेशलाई चाहिँ मान्यता दिनुपर्छ पर्दैन? दिनुपर्छ। होइन राष्ट्रको चौथो अङ्गको रूपमा मिडिया नेपालमा चाहिँ संविधानले, नेपाल सरकारले अथवा चाहिँ नेपालका न्यायालयहरूले मान्यता दिएको हो भनेदेखि अधिकार सबैको बराबरी हुनुपर्छ। एउटा अधिकारले अर्को अधिकारलाई कहिले पनि गुमराहमा राख्नु हुँदैन र अर्को अधिकारलाई कहिले पनि दबाएर राख्नु हुँदैन। आफ्नो आफ्नो ठाउँबाट सबै आफ्नो आफ्नो अधिकारहरू प्रयोग गर्नुपर्छ। आज यो सञ्जालको कारणबाट पनि सबैलाई फाइदा छ। यहाँनिर प्रशासनलाई पनि फाइदा छ, जसले न्याय माग्दैछ न्याय माग्नेलाई पनि फाइदा छ, जसले अपराध गरेको छ अपराध गर्नेलाई पनि फाइदा छ, किनभने ऊ सार्वजनिक भयो नि त, त्यो पनि फाइदा छ। लुकेर बस्नु पाएन, छिपेर बस्नु पाएन, भोलि उसले अर्को हत्या गर्नु पाएन, अर्कालाई मार्नु पाएन, अर्कालाई चाहिँ तपाईँको चाहिँ हिजो त मैले मान्छे मारेँ आज तँलाई मार्न के बेर्नी भन्नु पाएन। त्यसले गर्दाखेरि जस्ताका तस्ता विषयहरू बाहिर ल्याउने प्रयास हामीले गर्नुपर्छ र ल्याउनु पनि पर्छ। र यी विषयहरू भनेका राष्ट्रमा जघन्य अपराध हुन्। आज यो चेली यहाँको यो चाहिँ एउटा जङ्गलमा मर्दै गर्दाखेरि म त के भन्छु भने आज गृहमन्त्री त्यो ठाउँमा आउनु पर्थ्यो। होइन मैले नेपाली नागरिक माथिको जुन खालको चाहिँ एउटा चाहिँ अधिकार छ नि त राज्यलाई, आज विदेशमा कुनै पनि राष्ट्रमा सामान्य नागरिकको मृत्यु होइन, सामान्य नागरिकलाई कुनै पनि विदेशी नागरिकले कुटोस् त। म विदेश बसेर आएको मान्छे हो, त्यहाँ कस्तो खालको कानुन लाग्छ? एउटा कुरा तपाईँलाई यहाँ विदेशको कुरा आयो, कानुनी कुरा गर्दाखेरि जस्तो विशेष गरी तपाईँ कुन देश बसेर आउनु? म साउदी अरब बसेर आएको। साउदी अरबमा है? साउदी अरबमा जस्तो भन्छ आँखाको बदला आँखा, खुनको बदला खुन र ज्यानको बदला ज्यान छ नि। यसरी ज्यान मार्नेलाई यसरी के अरे खोल्याम हिँड्न भागेर हिँड्न त्यहाँ पाउँछ साउदीमा? म नेपाल मेरिना प्रवासी सङ्घको अध्यक्ष भएर 8-9 वर्ष काम गरेको व्यक्ति हो साउदी अरबमा। त्यहाँको कानुन यहाँ नेपालमा भनौँ कसैलाई सुनायो भने नि त्यही यसले चाहिँ बनावटी बकवास कुरा गर भन्छ। त्यहाँ तपाईँको रगतको बदला रगत छ, ज्यानको बदला ज्यान छ। एकजना नेपालीले छुट्टी आउने दिन अघिल्लो दिन पार्टी गरेछन्। पार्टी गरिसकेपछि राति बसे, छलफल खाए, जाँड रक्सी जुवा तास खेलेछन्, खाएछन्, बसेछन्।
एउटा नेपालीले अर्को नेपालीलाई के गर्यो भने त्यस दिन मारिदियो, भोलिपल्ट नेपाल आउने मान्छेलाई मारिदियो, नेपालीले मारिदियो। मारिसकेपछि त्यो नेपालीको लास चाहिँ राति लगेर मरुभूमि बगरमा लगेर चाहिँ जलाइदिएछ। जबकि पुलिस प्रशासनले त्यो लास नचिनोस् भनेर कालो बनाएर छोडिदियो राति नै। गाडीको डिजल निकालेर डिजल खन्याएर त्यो लासलाई चाहिँ कालो न कालो बनाइदिए। छुट्टीको सामान छ कोठामा, त्यो सामान त्यत्तिकै छ, मान्छे उता जल्यो कालो भयो। प्रहरीले के गर्यो थाहा छ तपाईँलाई? प्रहरीले खानतलासी गरो लास्टमा गएर त्यो मान्छे जब भागेर अब म नेपाल जान्छु भनेर चाहिँ उसलाई त्रास भइसकेको थियो, वो प्रहरी प्रशासनले चाहिँ ठ्याक्कसँगले एयरपोर्टमा पक्रिने सिस्टम बनाएर नेपाल आउने एउटा ठ्याक्क एयरपोर्टमा पक्रियो, लगेर काटिदियो, मारिदियो, फाँसी दियो, काटिदियो। त्यसले गर्दाखेरि यहाँ नेपालमा त धेरै कुरै गर्नु पर्दैन। नेपालमा भनेको आज मैले चोरेको छैन भने पनि मसँग राज्य लागि पर्यो भने बुढाथोकीले चोरेकै हो भन्ने बनाउने एउटा वातावरण छ, त्यो गलत हुनुपर्छ। होइन, सत्यलाई असत्यलाई सत्य बनाउने जुन नेपालको त हेर्नुहोस् एउटा सिस्टम छ, तर यो सिस्टममा जानु हुँदैन। तर प्रहरी प्रशासन नेपालको यति शक्तिशाली हुनुहुन्छ कि त्यो हामीलाई थाहा छ। हामी पहिले विदेशमा बस्दा पनि हेरिरहेको छौँ। अहिले नेपालको प्रहरी प्रशासनले चाहेको खण्डमा र उहाँहरूले गर्न चाहेको खण्डमा नि पानीसँग मिलेको रगतलाई पनि छुट्टै बनाएर अनुसन्धान गरेर रगत र पानी छुट्याएर रगतलाई कति कारबाही गर्नुपर्ने हो, पानीलाई कति कारबाही गर्नुपर्ने हो, त्यो उहाँहरूले गर्न सक्नुहुन्छ। त्यो ज्ञान छ, त्यो अनुभव छ, त्यो ज्ञान छ, त्यो अनुभव छ। अब एसियामा नेपाल प्रहरीको नाम छ। भलै इमान्दारीपूर्वक र विवेकपूर्ण उहाँहरूले काम गरेको खण्डमा होइन, कतिपय अविवेक चाहिँ कानुनभन्दा बाहिर अनुशासनहीन बनेर लापत्ता बनेर जे पाए त्यही गरेर चाहिँ कतिपय प्रहरीले नाम फेरि सङ्गठनको नाम पनि बिगारेको छ होइन, त्यो चाहिँ गर्नु हुँदैन। त अब जस्तो साउदीको तपाईँ साउदी बसेर आउनुको मनी साउदीमा वास्तवमा त्यो कानुन सुन्दा मात्रै नेपालीको मुटु काम छ क्या। वास्तवमा यदि कसैले कसैको कुनै पनि कारणले कुनै पनि तरिकाले हत्या गरेको छ भने त्यसले जिन्दगीमा बाँच्छु भनेर नसोचे हुन्छ। होइन, नसोचे हुन्छ। बाहिर यस्तो कानुन नेपालमा आवश्यक छ कि छैन? आवश्यकता यो कानुन एकदम जरुरी होइन। फाँसी दिने होइन, बलात्कारीलाई फाँसी दिने, बलात्कारी हो ज्यान मार्नलाई फाँसी दिने जुन साउदीमा कानुन छ नि, साउदी तपाईँले भन्नुभयो टिकट काटेर भागिसकेको एयरपोर्टै पक्रिन्छ। नेपालमा त्यस्तो सक्छ? नेपालमा उस्तै म गरौँ भने राज्यले भगाउँछ, यो कुरा हामीले देखिरहेका छौँ। विदेश बसेर पनि देखिरहेका छौँ, हामीले स्वदेशमा देखिरहेका छौँ। तर हामीले पनि धेरै भन्दाखेरि पनि हामीलाई पनि हतकटी लगाउने नेपालको एकतन्त्रीय जुन एकल काँटे जुन एकलौटी जुन एउटा निर्णय गरेर चाहिँ व्यक्तिमाथि गर्ने छ नि, तर एउटा कुरो यस्तो खालको हुनु हुँदैन। यहाँ लोकतन्त्र भनिएको छ, गणतन्त्र भनिएको छ, विभिन्न तन्त्र भनिएको छ, तर नेपालमा लोकतन्त्र आएको छैन। होइन, नेपालमा लोकतन्त्र आएको छैन। यहाँ सुन्नु, पहिलेका राजतन्त्र गणतन्त्रका संविधानलाई थोरै मात्रै एक दुईवटा चिजहरूलाई चाहिँ नेताहरूले चाहिँ यसो कमाइ खाने भाँडो जस्तो बनाएर चाहिँ केही संविधानका बुँदाहरू थपेर आफू बच्ने जनतालाई मार्ने र आफू चाहिँ कानुनबाट बच्ने जनतालाई चाहिँ कानुनको कठघरामा ल्याउने जुन एउटा कानुन मात्रै सामान्य बनाएर गणतन्त्र एउटा घोषणा गरिदिएको मात्रै हो कि आज नेपालमा कुनै पनि सुकेको रुख जङ्गलको काटेर जनताले घरमा चाहिँ झ्याल ढोका बनाउन पाउँदैन है। त्यसले गर्दाखेरि मैले एउटा सानो एउटा मात्रै उदाहरण भनिदिएको कि यो के छ भन्नुहुन्छ भने नेपालको कानुन भनेको नि नेपालको कानुन चाहिँ छ नछि, तर कार्यान्वयन कसले गर्ने? कार्यान्वयन गर्ने व्यक्तिहरू चाहिँ त्यो ठाउँमा पुग्नु भएको छैन, जानु भएको छैन। त्यो ठाउँमा पुग्नुपर्छ। पुलिसको अधिकार कति? यो पुलिसको सेक्टरै दिने क्या, पुलिसको अदालत भिन्दै हुने क्या। आर्मीको अधिकार के हो? आर्मीको अदालत भिन्दै हुने क्या, सशस्त्रको भिन्दै हुनुपर्छ क्या। तपाईँको एउटा सानो एउटा कुखुरा मारेको विषय जिल्ला अदालत जान्छ, जिल्लाबाट फेरि कहाँ जान्छ? सर्वोच्च। त्यो होइन क्या। सर्वोच्चले कति काम गर्ने, जिल्ला अदालतले कति काम गर्ने, त्यो चाहिँ आफ्नो ठाउँको पाटो हुनु पर्यो क्या सर। भुइँबाट रुखबाट अर्को हाँगामा, अर्को हाँगाबाट अर्को सालको रुखमा, सालको रुखबाट उता मसलाको रुखमा, मसलाको रुखबाट पहेँको रुखमा हुँदै हो। अनि न्याय होइन, त्यो न्याय त्यसै मर्छ नि, त्यसै मर्छ। यहाँ त प्रहरी प्रशासनले जुन काम गर्दै हुन्छ नि पुरा हक अधिकार दिने हो क्या उहाँहरूलाई। एउटा कुरा भन्नुहोस्, अब यो न्यायालयको कुरा गरिरहँदा पुलिस प्रशासनको कुरा गरिरहँदाखेरि मैले सासा सुने तपाईँलाई पनि यो यताउता चाहिँ यो उको बारेमा नबोल
भनेर तपाईँलाई नि प्रहरीले वार्निङ दियो भनेर सुनेको थिएँ, कस्तो हो त्यो? होइन, यो अब तपाईँलाई कसैले भन्नु होला, यो विषयमा चाहिँ उहाँहरूले चाहिँ मलाई चाहिँ त्यसो भन्नुभएको त्यसो भन्नुभएको छैन? त्यसो भन्नुभएको छैन। अब कसैले अब दर्शकवृन्द, हामी अलिकति कुराकानी गर्दै जाने क्रममा अब यो अलिकति लामो पनि हुनसक्छ र हामी यो कुराकानीलाई बिट मार्न चाहन्छौँ। मुख्य कुरो चनिला बुढाथोकी, तपाईँ पनि बुढाथोकी, म पनि बुढाथोकी। दाजुभाइको साइनो यो हत्यामा दाजुभाइको साइनोसँग म सरोकार राख्ने मान्छे नि होइन। नाता त होइन, नाता चाहिँ हाम्रो, हामी दाजुभाइ पर्छौँ, हामी दाजुभाइ हो। अब एउटा दाजुभाइ पर्ने होइन, उहाँ चाहिँ एउटा चाहिँ नि उहाँले चाहिँ नजिकबाट यो कुरालाई निहाल्नुभयो। अब यसको बारेमा नि बोल्ने, खोज्ने, सोध्ने कुराहरूमा अलिकति प्रहरी प्रशासनबाट रोकटोक भयो भन्ने कुरा हामीले सुनेको थियौँ। तर अब उहाँलाई खास त्यस्तो दबाब छैन भन्ने कुरा आइसकेपछि दर्शकले हेर्नुहोस् त, चुनिला दाहाल बुढाथोकी उहाँ जस्तो एउटा के त भन्दाखेरि एउटा यति अबोध है, त्यहाँ हामीले गाउँतिर सुन्यौँ, एकदम सोझो सिधा, नक्कल झक्कल नभएको, तडक भडक नभएको, गाउँमा बसेर किसान खेती गरी खाने जस्तो महिला, सोझो सिधा, आफ्नै छोरा पढाउने, बस्ने, खाना पकाएर खाने त्यस्तो महिलाको जघन्य उहाँ हत्या भएको छ र राम्रो छानबिन हुनुपर्छ। प्रहरी प्रशासनले गरि नै रहनु भएको छ, उहाँहरूले एकदम मेनसँगले एकदम सिन्सियर ढङ्गले गरिरहनु भएको छ र अपराधी चाँडोभन्दा चाँडो पत्ता लाग्नुपर्छ र आज चाहिँ कस्तो खालको कारवाही हुनुपर्छ तपाईँको माग? यो उहाँलाई जस्तै अपराधीलाई कस्तो हुनुपर्छ भने जुन ठाउँमा त्यो चेलीलाई मारिएको छ नि, त्यही ठाउँमा लगेर कसरी मारिएको थियो, कहाँ दाग थिए, कहाँ निलडाम थिए, त्यही निलडाम त्यही आधारमा कतिवटा थिए, त्यस्तै तरिकाले उहाँलाई पनि मारिदिनुपर्छ, तरिका मारिदिनुपर्छ। त्यस्तो मान्छेहरू जेलमा राख्ने अनि फेरि निकाल्ने, दाल भात खाना दिने, अनि दाल भात मजाले कस्तो आइएसी छ नेपालको जेल होइन, नेपालको जेल त आइएसी छ नि त। जनताको करबाट चाहिँ यस्ता अपराधीहरूलाई बस्ने ठाउँ, खाने ठाउँ, ओड्ने ओछ्याउने व्यवस्था सबै होला त्यहाँभित्र होइन। त्यसले गर्दाखेरि म ज्यान सरकारी अनि त्यस्तो त के हुन्छ र, हामी त ज्यान मारेर गएको, दाल भात खाएर आएको, फेरि मार्ने फेरि जाने भन्ने खालको भावना बढ्छ। त्यसले गर्दाखेरि एक दुई ठाउँमा चाहिँ यस्तो खालको कारवाही हुनु पर्यो कि नेपालमा पनि, अरे त्यहाँ त यसरी पो मारेछौ लगेर, हे त्यसले अब आउँदो दिनमा चाहिँ त्यस्तो खालको काम गर्नु हुँदैन, त्यस्तो खालको गतिविधि गर्नु हुँदैन भने कमसेकम त्रास होस् क्या मान्छेमा। मैले अघि भनिहालेँ कारबाहीको माग चाहिँ जसले मार्नु भएको छ त्यो चेलीलाई, उहाँलाई चाहिँ जतिवटा डाम छन् शरीरमा, जस्तो तरिकाले मारेको छ त्यो तरिकाले जति ठाउँ नाङ्गो बनाएको छ त्यति नै ठाउँ नाङ्गो बनाएर त्यस्तै तरिकाले सेम टु सेम ठाउँमा लगेर मारिदिँदा केही फरक पर्दैन भन्न चाहन्छु म चाहिँ। ओके दर्शकवृन्द, तपाईँ हामीलाई हेर्दै गर्नुहोस्, फलोअप गर्नुहोस् र यो भिडियोलाई ज्यादा से ज्यादा सेयर गर्नुहोस् ताकि आगामी दिनमा कुनै पनि दिदीबहिनीहरूले अनाहकमा ज्यान फ्याँक्नु नपरोस् र जो कसैले त्यस्तो खालको चाहिँ नि अरूमाथि मार्ने अथवा हत्या गर्ने सोच्दा पनि नसकोस् भन्नको साथ म प्रस्तुतक कुशल किराँती पनि योजना हुन चाहन्छु। नमस्कार।